यहाँसम्म यो समय र यो वर्गलाई पुर्याउनको लागि विशेष भूमिका रहेको हामीले जहिले देखेका छौँ। तसर्थ यो संयुक्त राष्ट्र सुकुम्बासी मोर्चा नेपालको उपत्यका कमिटीद्वारा आयोजित यस कार्यक्रममा वक्ताको रूपमा मोर्चाका केन्द्रीय मोर्चाका सल्लाहकार आदरणीय नेता इन्द्र तामाङलाई आफ्नो सान्दर्भिक भनाइ राख्न प्रकाशित गर्ने निकायहरू समक्ष पक्कै पनि पुग्नेछ भन्दै अबको पालोमा वक्ताको रूपमा रहनुहुने शोषण दमन अन्यायको जन्जिर तोडौ, विवेककारी शासकको पुर्खा फोडौ, संयुक्त नागरिक पार्टीको आह्वान, संयुक्त नागरिक पार्टीको आह्वान, देशको विकास समृद्धि गर्नलाई उत्पीडित भएर भइसक्यो, सामन्ती र कुसंस्कारको अन्त्य गर्नलाई संयुक्त नागरिक पार्टीको आह्वान। कालै अब सामन्तका चार किल्ला, संयुक्त नागरिक पार्टीको आह्वान, सामन्ती र कुसंस्कारको अन्त्य गर्नलाई, सामन्ती र कुसंस्कारको अन्त्य गर्नलाई